सो साथीहरू आज पनि म आइसकेको छु। आज चाहिँ सोमबार, आज चाहिँ देख्न सक्नुहुन्छ रात परिसकेको छ। आज रात त परेको छैन, भर्खर 4-5 कति बज्दैछ भर्खर। अब भनौँ न रात पऱ्यो भने जस्तै अब रात परिसकेको छ। आज नुहाउनु छ। अब अस्ति शनिबार मैले नुहाउनु पाएन। आज इक्जाम थियो, इक्जाम दिएर आएर यताउता काम गर्दा गर्दै रात परिहाल्यो। अब बिहान म भिडियो बनाउनु भ्याउँदिनँ। अब म भिडियो चाहिँ अब खै भिडियो मेरो कति बेला आउँछ भन्ने फिक्स नै भएन क्या। अब त्यहाँनिर गर्दै जाउँ। अब 2-4 दिन पछाडि म त्यो पनि भनिदिन्छु तपाईँहरूलाई यति बेला चाहिँ आउँछ भनेर। अब अस्ति नै त भनेको थिएँ म 10 बजे भिडियो अपलोड गरिदिन्छु भनेर। अपलोड गरेर पनि हुँदैन। अब त्यहाँ अरू अरू कुराहरू पनि गर्नुपर्छ। अब भ्याउने दिन त अब छिटै आउनु, नभ्याउने दिन अलि ढिलो आउनु सक्छ। अब त्यही हो साथीहरू, तपाईँहरूलाई म भलिबलको भिडियो चाहिँ भोलि पर्सितिर बनाइदिन्छु। अब अरू त के भन्नु, मैले अहिले चाहिँ म नुहाउनु लागेको। अब नुहाइ गर्छु यताउता अनि भिडियो पोस्ट गरिदिन्छु तपाईँहरू लागि। हस् त साथीहरू, त्यही हो। सो साथीहरू, अब हाम्रो रनिङ सिल चाहिँ आज र भोलिमा चाहिँ फिक्स हुन्छ भन्नुभएको छ। म चाहिँ अघि अध्यक्ष अङ्कलको घरमा गएको थिएँ। अध्यक्ष हाम्रो स्कुलको अध्यक्ष चाहिँ फेरि मेरो आफ्नै अङ्कल हो। अब त्यही भएर अङ्कलले डेट फिक्स गरिदिन्छु भन्नुभएको छ। अब आज र भोलिमा भन्नुभएको थियो। अब आज भोलि पर्सि 2-3 दिनमा डेट फिक्स हुन्छ भनेर भन्नुभएको थियो। अब कहिले हुन्छ म डेट फिक्स भएपछि अनि भन्छु। अब म के गेम खेल्नु, अब भलिबल खेल्छु म खेल्नु त, तर पनि के गेम खेल्नु तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ, मलाई च्यालेन्ज दिन सक्नुहुन्छ। आजको भिडियो चाहिँ म यतै इन गर्न चाहन्छु साथीहरू। आज मेरो धेरै काम छ अझै। अब नआउनु यताउता धेरै काम छ। भलिबलको भिडियोहरू भोलि बनाइदिन्छु म केही कुराको। अब तपाईँहरूलाई के कुरा चाहिँ आउँदैन, के कुरामा चाहिँ बुझ्न चाहनुहुन्छ त्यो कमेन्ट गर्न सक्नुहुन्छ। जिन्दगीमा नभएको फोहोरी चाहिँ अहिले भइयो क्या। अब 1 हप्ता भइसक्यो नुहाउनु पाएको छैन। आज नुहाउनु पर्ने। अब नुहाइ गर्छु म चाहिँ अनि त्यस भिडियोहरू हालिदिन्छु। मेरो घरमा चाहिँ नेट छैन है साथीहरू। अब त्यही भएर मलाई अलिकति प्रब्लम भएको, नभए त म ठ्याक्क जति बेला भने त्यति बेला म फ्याट पोस्ट गरिदिन्थेँ। अब भिडियोहरू हालिदिन्थेँ। अब त्यही भएर म चाहिँ अब नुहाउनुतिरै लाग्छु साथीहरू। अब नुहाउँछु अनि यताउता गरेर अनि उता नेटतिर जान्छु साथीहरू। हस् त साथीहरू, मलाई मेरो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्दै गर्नु होला। मेरो भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला। सकेसम्म यही मङ्सिर पुस महिनाभित्रमा मलाई 1000 सब्सक्राइब पुर्याइदिनु होला सक्नुहुन्छ भने। जति सक्दो चाँडो सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोलाई साथीहरूमा सेयर गरिदिनु होला। अब म चाहिँ तपाईँहरूलाई भलिबलहरूको बारेमा भिडियोहरू ल्याइराख्छु। हस् त साथीहरू, आजलाई यति नै।